नमस्कार। आज म चाहिँ बनाउँदैछु नेपाली स्टाइलमा सेकुवा। तर अहिले चाहिँ हामी जापानमा छौँ। जापानमा भएको कारणले गर्दा मैले चाहिँ ग्यासमा बनाउन गइरहेको छु। पहिला चाहिँ मासुको यसरी छाला निकाल्ने, छालासँगै पोल्यो भने चाहिँ राम्रो हुँदैन। अनि यसरी पिस पिस पारेर काट्ने, छालालाई बेग्लै, अनि यो जुन थाइको भाग छ यसलाई चाहिँ बेग्लै बेग्लै उनेर पोल्दाखेरि चाहिँ मिठो हुन्छ। यतिको पिस पिस बनाइसकेपछि मैले चाहिँ यसमा यो यागेन भन्ने हुन्छ यसलाई पनि मिक्स गरेको छु। मलाई चाहिँ मनपर्ने भएर हजुरहरूले स्किप गर्न पनि सक्नुहुन्छ। त्यसपछि अदुवा लसुनको पेस्ट, नुन स्वादअनुसार, बिसार, मसला, त्यसपछि फेरि यो अर्को मसला, अनि अलिकति खुर्सानी, अनि त्यसमा तेल राखिदिएर यसलाई चाहिँ राम्ररी म्यारिनेट गर्नलाई छोडिदिने, मजाले मोलेर यसलाई चाहिँ ढाकेर राखिदिनु होला आधी घन्टा जति। यो चाहिँ आधी घन्टा पछाडि निकाल्दा यस्तो भयो। यसलाई फेरि एकचोटि मिक्स गर्नु होला। अनि यसलाई चाहिँ मैले अलिक ठुलो ठुलो पिस बनाएको थिएँ। हजुरहरूले पहिले नै सानो पिस बनाएर काट्न पनि सक्नुहुन्छ। मैले चाहिँ पछिबाट सानो पिस बनाएर काट्दैछु। ठुलो पिस हुँदाखेरि चाहिँ राम्ररी पोलिँदैन मासु भनेर। अब यसलाई चाहिँ यसरी झिरमा उन्ने। हजुरहरूले चाहिँ अझै पातलो झिरमा उन्नु भयो भने हुन्छ। पातलोसँगले उन्यो भने चाहिँ छिटो पाक्ने सम्भावना हुन्छ। मैले चाहिँ अलिक धेरै टाइम नभएको कारणले गर्दाखेरि अलिक बाक्लो बाक्लै उनेको छु। अब यसलाई ग्यासभित्र राखिदिने। यस्तो जापानमा चाहिँ यस्तो चुलो हुन्छ, ग्यासमा राखेर यसरी ग्रिल गर्न सकिन्छ। अनि ग्यासलाई अन गरिदिने। यसलाई चाहिँ बेला बेलामा निकालेर हेर्दै फर्काउँदै गर्नुपर्छ, नत्र यो राम्ररी पाक्दैन, तलपट्टि पाकेको हुँदैन। त्यही भएर यसलाई फर्काउँदै पकाउँदै गर्ने हो। यदि हजुरहरू नेपालमा हुनुहुन्छ भने यसलाई चाहिँ आगोमा बनाउन पनि सक्नुहुन्छ। अब हाम्रो चाहिँ यहाँ सम्भव नभएको कारणले ग्यासमै बनाउँदैछ। अब चाहिँ हाम्रो यो सेकुवा बनेर रेडी भयो। यस्तो बनेको छ, हेर्नुहोस् त, हेर्दै कस्तो खाउँ लाग्दछ। यसलाई चाहिँ मैले टमाटरको चटनीसँग सर्भ गर्दैछु। टमाटरको चटनी पनि एकदमै मिठो भएको छ। हजुरहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ है त।